यताउता हेऱ्यो मान्छे छैन भनेर होइन मान्छे थिएन। म आएँ, म पहिला सुरुमा छिरेँ होइन, अनि पछि केटी छिर्यो, बहिनी छिर्यो, अनि पछि लास्टमा पटेक छिर्यो होइन। अनि म जबसम्म मन भएन नि तबसम्म गऱ्यो त्यसले गऱ्यो, म यत्तिकै हेरेर बसिरहेँ। मेरो त एकचोटि उयो गर्नु निक्लिहाल्यो। अनि के अरे त्यसले जति मनसम्म गऱ्यो। कति रस्सीहरू बाँधेको थियो नि त्यो बेला? त्यतिखेर नि यहाँ मात्रै बाँधेको थियो, मैले पक्रेर बसिरहेको थिएँ, त्यसले उयो गरेर बसिरहेको थियो होइन। अनि के अरे जब त्यसको नि भयो नि, अनि त्यसले भने यसले त यो उठ्यो बिहोसबाट उठ्यो भने नि यसले हामीलाई भनिदिन्छ, यसलाई बरु मार्दै भनेर अनि त्यो गयो, गाडी लिएर गयो। त्यसलाई नि गाडी चलाउन आउँछ, स्कुल पढ्नु भए पनि गाडी लिएर गयो त्यो आफ्नो घर। म के अरे उयो सुसार गरेर नुहाइ धुवा गरेर खाना खाएर अनि त्यसको घर गयो, किनकि रिजर्भ थियो त्यसको घरको साइडबाट। अनि के अरे रिजर्भ लिएर गएर हेटौडा पुग्यो। हेटौडाबाट फेरि आउँदा रात पर्दाखेरि फेरि फोन आयो, के अरे भेटाएन भनेर फोन आयो होइन। फेरि त्यसको भोलिपल्ट पनि फोन आयो, त्योबाट पनि भेटाएन भनेर आज फोन आएको थियो, भेटायो भनेर आज फोन आएको थियो। अनि त्यो रस्सी बाँध्यो तन्नामा राखे कतिखेर? जब भ्यायो नि हामी दुईजनाले, त्यो निक्लियो। अनि म एकैछिन बसेँ त्यहीँ, त्यसपछि आए त्यतिकै लट्केको अवस्थामा छोडेँ, ढोका चुकुर लगाइदिएँ। तिमीले रस्सी बाँधेर लट्काइदिएको? के अरे चुकुर लगाइदिएँ। त्यो रस्सी र तन्ना कसले लिएर आयो? तना र रस्सी त्यही थियो। त्यही नै थियो कि यो पनि झुटो बोल्दैछ तिमी? नढाटिकन भनेको अहिले चाहिँ नढाटिकन हो? त्यही थियो जम्मै। अनि म आएँ होइन, नुहाएर खानासाना खाएँ। अस्ति कुरा हो त्यो खानासाना गएको थियो, माया गरेको थियो। त्यो दिनमा त फर्स्ट दिन थियो, गाडी लिएर एक्लैले कुदाएको फर्स्ट दिन थियो। अनि त्यहाँबाट आयो, खानासाना खायो।